इन्टरभ्यू लिएर त बरु पिताम्बरको कुराहरू न पर्सि चैत 29 गतिबाट चल्दैछ यार म यो विषयमा कुराहरू चाहिँ थाहा पाएँ म इन्टरभ्यू दिन्न थिएँ अहिले दिउँसो लगभग 50-60 वटा मिडिया फर्केर गइसक्यो भने तपाईले पुरै हेर्नुभयो तलदेखि माथिसम्म नि हेरेँ सबै देखा त्यही भएर त भन्दैछु कम्मर माथि ठिकै रहेछ कम्मर माथि त रै फाँडै रहेछ के देखाएर गति साउन्डमा देखाउने गतिले भए पनि ल हो भनेर ल आए पनि केही हुँदैन भन्नु क्या एकजना हिरोइनको पनि पहिला एउटा यस्तै भिडियो आएको थियो नि कस्तो घिनलाग्दो थियो नि वन जङ्गल बुझ्यो वन जङ्गलमा बुझ्यो अहिले त्यस्तो घिनलाग्दै थियो उसको त एकदम सबै खासै 7.2 पत्र छ्या के देखाउनु थियो त यार यो भिडियो लिक चाहिँ कसरी भयो दाइ तपाईलाई चाहिँ के लाग्छ कि उनीहरूले आफ्नो अब कोसँग उसको अब बोयफ्रेन्ड हो अथवा लोग्नी हो अथवा को हो अब मलाई त थाहा छैन नि त तर हाम्रो चेलीबेटीहरू बदनाम हुन्छ नि त नेपाली चेलीबेटीहरू यस्तो चिजले